ओके नमस्ते साथीहरू। आज चाहिँ म यो ड्रागन फ्रुटको टुप्पा काट्न गइरहेको छु। यो टुप्पा काट्यो भने चाहिँ राम्रोसित छिट्टो फुल लाग्छ, राम्रो धेरै फुल लाग्छ। त्यही भएर अनि यो टुप्पाहरू काटिदिने, त्यसपछि हामीले यो छोटो छोटो यो अनावश्यक यस्तो हाँगा आएको छ भने यस्तो काटिदिने, छोटो छोटो हाँगाहरू मसिनो हाँगाहरू काटिदिने। अनि यो अब त्यसपछि भइपुग्छ भनेर यहाँ फुल लाग्न थाल्यो। ए हो रहेछ यस्तो यो टुप्पा काटिदिएको भए अझै दुई तिनवटा अझै लाग्थ्यो होला। ए त्यस्तो हुन्छ है हो रहेछ नि काटिदिएको भयो अझै दुई तिनवटा त्यो फुल फलिसक्थ्यो होला त्यो यस्तो लामो लामो अब आउँछ यस्तो भन्दा चाहिँ यस्तो गरी काटिदिने हो क्या ए यस्तो गरी काटिदिने। अनि अब यसको हाँगाहरू आउँदैन त्यति। अब जति हाँगा आइसक्यो हजुर अनि अब यो चाहिँ फुलहरू लाग्ने बेलामा लाग्यो। ए हो नि बस हो। अब मेरो ए लगभग सबै काटिसक्नु भयो तपाईँले। ए हो रहेछ यस्तो यो हुन्छ नि यस्तो यो चोट लागेको त्यही त अलि माथि एउटा हाँगाहरू काटिदिने यस्तो हाँगाहरू यो काटेन भने यो धेरै फैलिएर जान्छ। पोहोर साल मेरो थुप्रो काटेर फाल्नु पर्यो हो नि नकाटेको भएर। अब यही धेरै लामो लामो भएको छ यसलाई काटिदिने। ए यस्तो गर्नुपर्ने रहेछ है यसको पनि अब सिजन आयो अनि त्यसपछि त्यसको लागि तयारी। अनावश्यक यो हाँगा यो सानो सानो अनावश्यक हाँगाहरू हुन्छ यसमा, यो पनि छाडिदिने। यो छोटो छोटो यस्तो छोटो छोटो हाँगाहरू आएको हुन्छ कति टुप्पा मुनिबाट यस्तो साइडबाट त्योहरू पनि काटिदिने। यहाँ छ टन्नै मेरो यो छाट्नु पर्ने मसिनो हाँगाहरू यस्तो यस्तो यो अनावश्यक यस्तोहरू काटिदिने। यो लामो लामो राख्नुपर्छ क्या भएको मम्मी यो अब यो नयाँ बोटमा मल हाल्ने। ए अब यसवाला फल्दैन यसको अब हाँगाहरू आउनुको लागि हाँगाहरू पलाउनुको लागि मलहरू हाल्ने। अस्ति प्याज रोपेको थियो नि त प्याज रोपेको थियो यसको मलहरू सबै प्याजले खायो। अनि यसलाई अब मलहरू हाल्ने पानी हाल्ने अनि त्यसपछि फेरि नयाँ पलाउनु आउँछ यसको अर्को साल त फल्छ। ए यो साल फल्दैन त्यसो भए अब यो साल हाल्नै छैन बिचरा धेरै ए बिचरा त छैन नयाँ नयाँ हो नि यसमा है मलजल गर्ने गोडमेल गर्ने फल खानको लागि त यतिको मेहनत त गर्नु पर्यो नि है मम्मी। पर्यो नगरिकन त कहाँ खान पाइन्छ त। अनि त फेरि फल पनि कति मिठो हुने होला।